गीत भन्नु न कुन गीत भन्नु जुन भए पनि भन्नु म कलाकार हो र भन्नु न तिमीलाई गाउन आइहाल्छ आउँछ रे भन्नु न कुन गीत गाउन आउँछ रे मलाई कमरेमा पटुकी लगाउ नि त अनि फेरि किन गए है गरेर कमरेमा पटुकी कासेर मुसु मुसु हाँसकी बसेर रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा यता हेरेर होला कि रुकुमै कोटा रुकुमै कोटा आँखा नै राम्रै छ छैन केमा कोटा ए आँखा नै राम्रै छ छैन केमा कोटा अरू कुन आउँछ अरू मलाई नाच्न आउँछ कि आउँदैन अनि फेरि त्यो ऐना मात्रै किन हेर्ने त अनि रुममा हुँदाखेरि खाली दराजमा ऐना मात्रै हेर्ने अनि नाचेको नाचे गर्ने अहिले फेरि यहाँ नाच्न आउँदैन भन्ने पनि हुन्छ नाचे नाचे त गर्दिन है खालि ऐना मात्रै हेर्ने आफ्नो अनुहार मात्रै हेर्ने अनुहार हेरेर नाच्ने होइन फेरि नाच्ने एउटा गीतमा कम्पोज गरेर नाच्नु पऱ्यो नि त अब यस्तो ऐना हेर्ने मान्छेले हो मलाई त्यही पनि रुकुमैको नै हो नाच्ने पनि रुकुमैकोमै हो अनि गाउने पनि त्यहीमा हो हो र अनि आज यहाँ किन खेल्यो त यहाँ खेल्न मन लागेर स्कुल जानु पर्दैन छुट्टी छ के को छुट्टी हो शनिबार पप्पी कता गयो त अनि कपी पप्पी कता गयो आज पप्पी त्यहाँ बसेर नाच एकचोटि हेरौँ उठेर कुन उठेर कुन भन्नु न डल्लो देख्यो क्या मान्छेले के भन्यो होला बेबीका त डल्ली रहेछ अनुहार म डल्ली त छैन तर छैन छैन अनि नाच्नु र गाउनु त सक्नु पऱ्यो नि त अनि कलाकारको छोरी होइन र हो कि होइन हो कलाकारको हो मम्मी कि ठुलो मम्मी मम्मी र मम्मी एउटै हो एउटै हो दुइटा एउटै कसरी हुन्छ कसरी कपाल फुकाए फेरि मैले अघि बाँधिदिएको हरायो के यस्तो गर्ने बित्तिकै